आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जसको शीर्षक अलिक अनौठो लाग्न सक्छ, सत्यदेवीको लास र हाम्रो राजनीति। तर यो केवल एउटा शीर्षक मात्र होइन, यो हाम्रो समयको एउटा निकै शक्तिशाली राजनीतिक रूपक हो। आउनुहोस्, यसको गहिराईमा डुबौँ। अब प्रश्न उठ्छ, एउटा मृत शरीरले राजनीतिबारे के नै सिकाउन सक्छ र? तर विश्वास गर्नुहोस्, यसमा गहिरो अर्थ लुकेको छ। यो प्रश्नको उत्तर खोज्न हामी एउटा पुरानो पौराणिक कथाको सहारा लिनेछौँ। ल, हाम्रो कथाको पहिलो अध्याय हो महादेवको भ्रम। यो एउटा यस्तो भ्रमको कथा हो जसले एक शक्तिशाली देवतालाई समेत वास्तविकताबाट कोसौं टाढा पुर्यायो। कथाको सुरुवात हुन्छ सत्यदेवीको आत्मदाहबाट। अब सोच्नुहोस् त, सर्वशक्तिमान मानिने महादेव आफ्नी पत्नीको मृत्युको शोकमा यति डुब्नुभयो कि उहाँले त्यो कठोर सत्यलाई नै पत्याउन सक्नु भएन, स्वीकार नै मान्नु भएन। अनि उहाँले के गर्नुभयो त? सत्यदेवीको त्यो निर्जीव शरीरलाई काँधमा बोकेर उहाँ जीवितै हुनुहुन्छ भन्ने भ्रममा संसार घुम्न थाल्नुभयो। उहाँको त्यो यात्रा, त्यो बोझ, त्यो भ्रम सबै वास्तविकताभन्दा कोसौं टाढा थियो। तर रोचक कुरा के छ भने महादेव यो यात्रामा एक्लै हुनुहुन्थेन। उहाँको भ्रमलाई अझै मलजल गर्नेहरू पनि सँगै थिए। अब कथाको दोस्रो भाग सुरु हुन्छ, भजन मण्डलीको भजन। अब हेर्नुस्, महादेवका जो अनुयायी थिए, नन्दी भृङ्गीहरू, उनीहरूलाई सत्य थाहा नभएको होइन। उनीहरूलाई राम्रोसँग थाहा थियो कि सत्यदेवी अब रहनु भएन, उहाँको देहान्त भइसक्यो। तर पनि उनीहरूले सत्य बोल्ने आँट गरेनन्। प्रश्न उठ्छ, किन? किनभने उनीहरूका लागि सत्य बोलेर महादेवको क्रोधको पात्र बन्नुभन्दा झुटको सुरिलो गीत गाएर आफ्नो अस्तित्व सुरक्षित राख्नु नै धेरै सजिलो लाग्यो। मतलब आफ्नो स्वार्थ, आफ्नो सुरक्षा नै सत्यभन्दा ठूलो भयो। त्यसैले महादेवलाई रोक्नु त कता हो कता, उनीहरूले त उल्टै उहाँको त्यो भ्रमलाई नै भजन बनाइदिए। महादेव शव बोकेर हिँडिरहनुहुन्थ्यो, उनीहरू पछि पछि भजन गाउँदै हिँड्थे। सोच्नुस् त, एउटा दुःखद घटनालाई उनीहरूले प्रशंसाको उत्सवमा बदल्दिए। तर हामी सबैलाई थाहा छ, झुट र भ्रम सधैँ टिक्दैन। सत्य कहिलेकाहीँ एकदमै क्रूर तरिकाले अगाडि आउँछ। अब कथाको तेस्रो भागमा जाउँ, कुहिँदै गएको सत्य। अनि भयो के भने, समयसँगै सत्यदेवीको शरीर कुहिन थाल्यो। एक एक गर्दै शरीरका अङ्गहरू झर्न थाले र एक दिन महादेवले हेर्दा त उहाँको काख रित्तो भइसकेको थियो। हो, त्यही क्षणमा उहाँको भ्रम टुट्यो। अनि जब उहाँले पछाडि फर्केर हेर्नुभयो, ती भजन गाउनेहरू कोही थिएनन्। आफ्नो स्वार्थ पूरा भएपछि उनीहरू सबै गायब भइसकेका थिए। ल, पौराणिक कथा त यहाँ सकियो, तर यो विश्लेषणको मुख्य उद्देश्य त अर्कै छ। अब यही कथालाई आजको हाम्रो राजनीतिको ऐनामा राखेर हेरौँ। यो कथा सुनिसकेपछि मनमा एउटा गम्भीर प्रश्न आउँछ, होइन त? के हाम्रो राजनीति पनि आज ठ्याक्कै त्यही अवस्थामा पुगेको छैन र जहाँ महादेव हुनुहुन्थ्यो? हो, यही प्रश्नले त्यो पुरानो कथालाई आजको तितो यथार्थसँग जोड्छ। अब यो रूपकलाई अझै स्पष्टसँग बुझौँ। यहाँ महादेव को हुन् त? उहाँ भनेका आजका नेतृत्व हुन्, जो यथार्थ देख्न चाहँदैनन्। अनि सत्यदेवीको लास, त्यो हो हाम्रो कुहिसकेको, गनाइसकेको प्रणाली र विचारधारा। र ती नन्दीभृङ्गीहरू, उनीहरू अरू कोही होइनन्, सत्ताको वरिपरि घुम्ने, भजन गाउने स्वार्थी झुण्ड हुन्। अनि यो राजनीतिक क्षय, यो कुहिने प्रक्रियाका सङ्केतहरू के हुन् त? हेर्नुस् त, हाम्रा मूल्य र सिद्धान्तहरू दिनदिनै कुहिँदै गएका छन्। प्रणालीहरू भत्किसकेका छन्। संस्थाहरू भित्रभित्रै खोक्रो भइसके। नेतृत्व थाकेको छ, गलेको छ। तर यी सबैको बीचमा एउटा सामूहिक बहाना छ, एउटा भ्रम छ कि सबै ठिक छ। अब यो अवस्था बुझिसकेपछि हामी एउटा निकै नै महत्त्वपूर्ण दोबाटोमा आइपुगेका छौँ। एउटा छनौट गर्नुपर्ने बेला आएको छ। अब हामीले आफैलाई सोध्नुपर्ने बेला भएको छ, हामीले बोकेर हिँडिरहेको यो चिज जीवन हो कि लास? के हाम्रो प्रणाली साँच्चै जीवित छ वा यो कुहिसकेको शव मात्र हो? र महादेवको कथाबाट हामीले सिकेको अर्को पाठ, हिजो दिनभरि जय जय भनेर भजन गाउनेहरू भोलि पनि त्यही हुन्छन् त? महादेवको भ्रम टुटेपछि त कोही भएनन्, के हाम्रोमा पनि त्यस्तै हुने हो? त्यसो भए अब गर्ने के त? समाधान के हो? समाधान एउटै छ, सत्यलाई स्वीकार्नु। देशलाई अब महादेवको जस्तो भ्रमको यात्रा होइन, तितो भए पनि यथार्थको सामना गर्ने हिम्मत चाहिएको छ।
किनभने जबसम्म हामीले समस्यालाई स्वीकार्दैनौँ पुनर्निर्माणको बाटो सुरु नै हुँदैन। र अन्त्यमा यो एउटा शक्तिशाली चेतावनीलाई मनन गरौँ। कोही सकेको लास बोकेर हिँडिरहँदा न महादेव गन्तव्यमा पुग्न सके न देश पुग्छ। यो वाक्यले हाम्रो आजको अवस्था र भोलिको बाटोबारे साँच्चै नै गम्भीर भएर सोच्न बाध्य बनाउँछ।